another lovely day here again. हामी चाहिँ आज क्याम्पिङ जाँदैछौँ अनि भोलि बिहान चाहिँ अर्ली मर्निङमा हामी हाइकिङ पहिला जग्गा थियौँ त्यही ठाउँमा फेरि हाइक गर्ने प्लान गरिरहेको छौँ अनि म छु मेरो साथी जुबिनसँग जुबिन भेरी गुड थ्याङ्क यू इज सच अ नाइस गाई कि जुबिन अनि मेरो साथमा हुनुहुन्छ मिङदाई चाहिँ अघि भर्खर पनि बिहानै ढिलो हाइक गरेर आइसक्नु भयो अनि भोक लागेर पार्क जाँदै हुनुहुन्छ अनि अहिले हाम्रो प्लान भनेको चाहिँ हामी दुईजना अगाडि नै गएर टेन्ट सेटअप गर्ने अनि बाँकी दाई भाउजूहरू दुईवटा दाई दुईवटा भाउजू दिदी चाहिँ काममा हुनुहुन्छ काम सकाएर छिटो आउनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले टेन्ट सेटअप गरेर पुरा रेडी गरेर बस्ने प्लान छ त्यो गरिसकेर हामी सानो हाइक स्टार्ट गर्छौँ होला आज पनि यस देयर यु गो हामी चाहिँ टेन्ट सेटअप गरिसक्यौँ अनि मिङ दाइ र म चाहिँ अब सानो एउटा हाइक गर्नु पऱ्यो दाइहरू आउन्जेलसम्म भनेर हामी हिँड्न लागेको छौँ हामी चाहिँ ग्रेट ग्लेसियर लेक जाँदैछौँ होइन दाइ कति डिस्टेन्स दाइ राउन्ड गरेर 8.4 किलोमिटर 8.4 किलोमिटर एलिभेसन 320 मिटर एलिभेसन सो विदाउट वेस्टिङ टाइम वी सुड मार्च लेट्स गो 3 घन्टा हामी त्यस्तो त दाइ उस्तै पऱ्यो नि 1 घन्टा पनि भ्याउँछौँ तर अलिकति टाइम लिने सोचेको छौँ त्यही भएर 2.5 घन्टा चाहिँ लगाइदिनु पर्ने हुन्छ हामीले है त हामी चाहिँ ट्रेलको 1/3 जति हिँडिसक्यौँ एकदम दामी रहेछ दाजु भाइ दुईजना मस्त गफ हान्दै चिल पारामा हिँडिरहेछौँ यस्तो रमणीय ठाउँ छ दाइ हेर्नु न है लिभिङ द ड्रिम अफ समवन एल्स एन्ड आवर सेल्फ्स टु यो हाम्रो पनि ड्रिम होइन नि होइन हेर्दा हो नि यस्तो रमाइलो ठाउँ यार दाइले नेपालमा कतिको हिँड्नुहुन्थ्यो यस्तो उकालो ओह्राले गाउँघर जाँदा हिँड्नु पर्दैन दाइको त्यो म दाङमा स्कुल थियो रुकुममा आउँथ्यो हो बुझ्न न त्यसमा दाइलाई त यो भनेपछि यो त वामा जस्तो मात्रै हुने रहेछ हामी तर नेपालमा बस्नेहरू मान्छेले प्रायः सधैँ हाइक गरेर हान्छ क्या तर त्यो मान्छेले अब बाध्यता पनि हुन्छ नि त होइन त्यहाँ हाइकिङ भएन अहिले चाहिँ ल हाइकिङ जाउँ भनेर सेटअप हुन्छ नि ल यो बोक त्यो बोक यसरी हिँड त्यसरी लगातारको त्यति बेला खाली खुट्टामा नि हिँड्नु पर्थ्यो लोते चप्पलमा पनि टुई हिँड्यो होइन भारी बोक्दै पोका पन्देरा बोक्दै डेभलप कन्ट्री जस्तो हाम्रोमा रोड ट्रान्सपोर्टेसन राम्रो छैन अन्त त सधैँ हिँड्नै पर्ने हुन्छ नेपालीहरू छोडा पनि उकालोमा भनेको लागेन हामी चाहिँ कहाँ दाइ लगभग आधी आइपुग्यो दाइ लगभग आइपुग्न लाग्यौँ हामी चाहिँ हाम्रो डेस्टिनेसनमा दामी रहेछ वाटरफल हल्का पसिना आइरहेछ आफूले आफूलाई हाइड्रेट गर्ने जाने भइरहेछ रमाइलो भइरहेछ अहिलेसम्म सोफा अब त्यस्तै आधी घन्टा जति हिँड्छौँ पानी छिट्याउन लागिरहेको छ आधी घन्टा हिँडेर फर्किनु पर्ने हुन्छ किनभने तल पनि जानुपर्ने हुन्छ दाइहरूलाई आउनुभन्दा अगाडि हामी चाहिँ तल गएर रेडी भएर बस्नुपर्ने हुन्छ अन्त दाइ भिडियोमा राख्नुहुन्छ कि अनि त्यही हो हामी चाहिँ माथिसम्म जान लाग्यो होइन तर खास पानी पऱ्यो हामीसम्म अहिले यो सर डोनाल्ड र फेयरली रक भन्ने जङ्सनमा सो हामी आइसक्यौँ हामीले बोर्डर छोयौँ त यसो हात राखिदिनु त बोर्डर छुको हो नि त हामी वी रिच डियर ल होइन नेक्स्ट टाइम हामी वे हामी जान्छौँ आजको लागि चाहिँ 1 राउन्ड हान्दिउँ त के छ दाइ 1 राउन्ड हान्दिउँ नि यसलाई नि 1 राउन्ड हान्दिने घुम्दिउँ ल भयो अब हामी फर्किनु पर्ने हुन्छ पानी पऱ्यो त टेन्ट रेडी छ दाइहरू आइपुग्ने बेला भयो होला त्यहाँबाट गुटुङ कुद्नु पर्ने हुन्छ दाइ भाउजू आइसक्नु होला है त हेरेर पहिले सबैभन्दा छिटो आउने हामी दुईजना दाइ हाई गर्नु त एकचोटि दाइ अनि सबैभन्दा ढिलो आउने होइन 360 आइरहेको छ त भन्नु त सबैभन्दा ढिलो आउने उहाँहरू यस्तो छिटो आएर पनि केही नगर्ने मान्छे चाहिँ दुईजना हो यस्तो
कतै केही मिल्छ कि भनेर इलिजिबिलिटी खोज्दै हिँडेर खोज्नु पर्यो नि त प्रोबेबिलिटी भोलि ल पानी पर्यो सेल्टर कहाँ लिने ओत कहाँ लाग्ने भोलि हाइक स्टार्ट गर्ने कुन पोइन्टबाट स्टार्ट गर्ने मान्छेको कुरा त्यस्तै हुन्छ त्यस्तो हैन दुईजनाले कुरा मिलाइसके भाइ हैन त दुईजना इलिजिबल ब्याचलरहरु दुईजना छन् यहाँ एलिजिबल क्यान्डिडेट हो हामी क्यान्डिडेटहरु खोजिरहेको है फ्युचर भाइ क्यान्डिडेट के छ दाइ हिँडेर जहाँ गए तपाईँको लागि के प्रोफाइल बनाइदिनु पर्छ मैले जीवनसाथी.com मा कि यही भिडियो मार्फत खोजिदिनु दाइ छिमेकी पनि आइरह होला यार त यहाँ फेरि मलाई आउला मेरो काम त हुँदैन त्यसै काम मेरो त होइन मलाई त हान छैन चिटचोर दिदीले कलेजमा पढ्दाखेरि चिट चोरेको बानीले होला हाम्रो यहाँ टिकट झन्डै हराएको थियो टिकट हराएको भए पैसा तपाईँलाई तिराउ दिदी राख्नु पर्ने हुन्छ टिकट चाहिँ अब त्यहाँ हामीले टक्क होइन यहाँ झुन्डाइदिनु न यहाँ क्लिप छ त त्यो कसमै त भन्नु पर्दैन त दिदी पत्याउँछ त यार होइन कसमै त भन्नु पर्दैन हामी पत्याउँछौँ नि त तपाईँलाई के साह्रो हौ मिङ्दै जानुभयो फेरि छैन भने मलाई दिनु है दाइ वाट ल अब कम्पिटिसन खेल्नु पर्ने भयो यहाँ ल कम्पिटिसन है कम्पिटिसन अगाडि त यसरी गर्ने होइन टिममा त त्यो देखाउँछ तर अडिँदैन नि त यो नेपाली स्टार चाहिँ यो हो लोकल स्टार थाहा गयो रवि दाइले एक हातले हान्दिनु रहेछ यो नलाग्न सक्छ वा दाइ यो हो नि त दाइ गरिराखेँ मान्छेहरू रहेछ नि थाहा भयो यो धेरै सानो त अब दाइ इज्जतको सवाल छ है दाइ भिडियो खिचिरहेको छु म नि हानौँ दाइ एउटा अहिले म नेपालमा भयो है मम्मी दिन त म त्यो दाउरा चिर्छु भने पर्दैन भन्थ्यो बुवाले नि खैदे पर्दैन भन्नुहुन्थ्यो यहाँ त नपुगा न मम्मी हो दाइले भन्नु न हान भन्नुहुन्छ रवि दाइ म नि हानौँ एउटा मेरो आउँछ त नि यहाँ त नि मेरो नि आइरहेको छ दाइ अनि देखिँदैन त नि आइरहेको छ कि 360 आइरहेको छ कि दाइ नाच्दिन ए तपाईँ म घुमाइदिइरहन्छु नि यस्तो 360 140 यहाँ त मेरो नि खासै सिप भएको मान्छे चाहिँ होइन रहेछ म पनि खै आफ्नो आइरहेको छ भने चाहिँ अब यता त फर्कायो यसरी पर्दैन यस्तो हुन्छ कि 360 हो सबै खिचिरहेको सबै आइरहन्छ सबै किन्छ त्यो अनि मैले पछि भिडियो बनाउँदाखेरि चाहिँ कुन एङ्गल लिने कताको लिने भन्ने हो Get him from Bianca and Mars. Thank you for helping us out. no need to. And you want to start your fires at the back end? Actually, we come from the place where we use woods to cook food. Yeah. We all come from that place, but But here's unfortunately, that's the problem. it is. So like these big pieces, you should be putting these up here when your fire first starts going, and it'll Then it dry gets them dry. up. And then you can chop them up, and they're dry, and you can use them. Okay, thank you. That's what we're currently doing. That's why it's a little smokier. We're drying Oh yeah. the wood. They said they were going to bring more wood tonight. Yeah, but like it's they not. didn't it's not refill happening yet, until yeah, tomorrow yeah. morning. They said. That's what I was So they in said too. if there's not enough wood Yeah. or dry wood, all you got to do is go up and talk to them in the morning, and Yeah. you can get a refund of the $13.75 you paid for today. Yeah, because there's that's- not enough wood for you to use. Exactly, yeah. Thanks for the trick. Yeah. So you see what he did? He balled up the paper, and then you put the wood at cross purposes like this. Okay, Put the fire bricks in there. underneath. Now, this thing that he got from Temu. Temu? Yes, Oh my god. it's a. Shout out to Temu then. It's like a mini flamethrower, and you just attach a propane bottle to it. Look Okay. for Dominic's torch finder or a torch blower. And How much was it? $40. $40. Wow, that's pretty. But watch what it does. Let's go. It's pretty awesome. He's scared. Wow. See, and then you can turn it up Yeah. and watch what it does. Because you got the fire bricks in there and the paper, Yeah. it gets the fire going faster instead of trying to use matches or another little lighter. Awesome. Yeah. That's cool. This is all we did to get our fire going. That's exactly what he's doing.
Thanks for demonstrating with us too. No problem. Thank you so much. Yeah, I appreciate it. Yeah, Yeah. Give it a second there. Just you gotta let the bottom base come up more. I guess we're good to have barbecue later now. Lo, cheers lo. Koi cheers. Koi dai. Cheers. ग्रुपमा सबैजना एकजना चाहिँ हुँदो रहेछ होइन जो चाहिँ पुरा होइन छुट्टै वर्ल्डमा हुने होइन आज त्यो ग्रुपको छुट्टै वर्ल्डमा हुने चाहिँ हाम्रो दिदी हुनुहुन्छ होइन मेरोमा नचलेको देख्दा नि थाहा थियो मैले त भेनालाई मेसेज गर्न लाग्नु कि भनेको भेनै नभएको भेना के मेसेज गर्ने हो भाइलाई मेसेज गर्नु अब बरु हेलो दिदी के छ कस्तो फिल हुँदैछ त नि तपाईँको फर्स्ट हो कि सेकेन्ड हो सेकेन्ड क्याम्पिङ होइन कस्तो फिल हुँदैछ त सेकेन्ड क्याम्पिङमा चिलपिल सबैजना आफ्नो गफमा लागिरहेछन् होइन चाहिँ One eternity later. कहिले खानु पराएन यसरी खाएको छैन हो फर्स्ट टाइम हो ए रमाइलो